नमस्कार साथीहरु, शिक्षामा नवीनतम चिन्तनबाट यो हाम्रो दोस्रो भिडियो रहेको छ। यसमा पनि 7वटा क्वेशन छ। साथै यो क्वेशनको सही विकल्प दिनुहुन्छ। यो भिडियो अन्तसम्म हेर्नुहोला किनभने टीएससी लाइसेन्सको लागि बेटर हुनेछ। तपाई यो भिडियो हेरेर तपाईले प्र्याक्टिस गर्न सक्नुहुन्छ कि आउने एक्जाममा तपाईले कसरी सजिलो पढ्न सक्छ भनेर। तपाईले यो भिडियोलाई अन्तसम्म हेर्नुहोला। क्वेशन नम्बर 1 मा लेखेको छ विशेष शिक्षा परिषदको स्थापना कहिले भएको छ? विशेष शिक्षा परिषदको स्थापना कहिले भएको थियो? अब यो अप्सन छ 2030, 2040, 2050, 2070। यो सबै विक्रम सम्बन्धमा हो। यसको सही आन्सर हुन्छ अप्सन ए 2030। अनि यहाँ क्वेशन नम्बर 2 मा छ निर्मल बाल विकासको स्थापना कहिले भएको? निर्मल बाल विकासको स्थापना कहिले भएको हो? अब क्वेशन अप्सनमा छ 2035, 2037, 2039, 2041। यो 2 वर्षको ग्याप छ। तपाईले कुन लाग्छ? तर यसको सही आन्सर हो 2037। अब क्वेशन नम्बर 3 मा छ विक्रम सम्बन्ध 2056-57 मा सनातन शिक्षामा परिषद गरिएको जिल्ला तलको मध्ये कुन हो? यो अब यहाँ छ बाँके, बारा, पासा, झापा। यसको सही आन्सर हुन्छ बाँके। क्वेशन नम्बर 4 मा छ विश्वमा बाल अधिकार महासन्धि 1989 कति वर्षको उमेरलाई बाल बालिका हो मान्नुपर्छ? अब यो विश्वले 18 वर्षको मुनिलाई मानेको छ, त्यसकारण हामी यो 18 मान्छ है। क्वेशन नम्बर 5 मा नेपालमा कति वर्षको उमेरलाई बाल बालिका मानिएको? नेपालमा 14 वर्षको मुनिको बच्चालाई 15 वर्षको मुनिको बच्चालाई बाल बालिका मानिन्छ। त्यसकारण यसको सही आन्सर हुन्छ 14, किनभने 15 वर्षदेखि उनीहरुको सक्रिय जनसंख्या हो। तलको कुन उमेरलाई सक्रिय जनसंख्या भनिन्छ? म पहिले नै भने 15 देखि 19 सम्म सक्रिय जनसंख्या हो। त्यसकारण यसको आन्सर चाहिँ अप्सन ए हुन्छ। अब यहाँ छ क्वेशन नम्बर 7 मा बाल अधिकारको कतिवटा खम्बा छ? बाल अधिकारको कतिवटा खम्बा छ? अप्सन छ 5 वटा, 4 वटा, 3 वटा, 2 वटा। यो घट्दो क्रममा छ, तर यसको सही आन्सर हुन्छ यो 4। साथीहरु, यो भिडियो तपाईलाई कस्तो लाग्यो? भिडियोलाई लाइक गर्नु होला। कस्तो लाग्यो कमेन्टमा आफ्नो प्रतिक्रिया दिनु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला। यदि तपाई पेजबाट हेर्नु भइरहेको छ भने पेजलाई लाइक फलो गर्नु होला। धन्यवाद।